वेलकम टु माई युट्युब च्यानल साथीहरू लस्सो ठ्याफुल्ला। अनि साथीहरुकै डिमान्ड र कमेन्ट अनुसारले आज भ्लग बनाउँदैछु हैन। मेरो चाहिँ 2018 मोडलको गाडी हैन, 2018 मोडलको गाडी बोलेरो भ्लग है। यो चाहिँ मेरो आफ्नै निजी, यसको पनि भ्लग बनाउनुस् न भन्नुभयो भएर आज चाहिँ त्यही कुरालाई, हजुरकै कुरालाई मध्यनजर गर्दै भ्लग बनाउँदैछु। इम्पोस्ट नम्बर आउनुभन्दा पहिला यही नम्बर थियो, 194349 नम्बरको थियो है। अनि अहिले चाहिँ इम्पोस्ट नम्बर आइसकेपछि चाहिँ BAC 9715 छ है साथीहरू। अनि साथीहरूले चाहिँ स्टार्ट गरेर नै देखाउनुस् भन्नुभयो भएर टक्क स्टार्ट पनि गर्नेछु। गाडीमा मैले बनाएको पछि हालिएको सिस्टमहरू के छ सबै देखाउने छु हैन। अनि मूल्य 15 लाख रुपियाँ छ। 2018 मोडलको मेरो गाडीको मूल्य चाहिँ 15,50,000 रुपियाँ चाहिँ झ्याप्पै डिस्काउन्ट हुनेछ हैन यो असारभरि। गाडी चाहिँ तपाईहरुलाई पहिला म मोबिल ठीक छ छैन चेक गर्छु, त्यस पछाडी अनि हैन त्यस पछाडी चाहिँ तपाईहरुलाई स्टार्ट गरेर हैन अन्य जानकारीहरू दिनेछु है साथीहरू। मैले अहिले चाहिँ मूल्यहरू चाहिँ पहिल्यै भन्ने गरेको छु। कतिपय साथीहरूले चाहिँ मूल्य चाहिँ नभन्नी भए किन भ्लग बनाउनु हैन, मूल्य त भन्नु पर्यो भन्ने खालको कुरोहरू आउँदो रहेछ। अनि मैले प्रत्येक भ्लग बनाउँदाखेरि मूल्य त भनिरहेको हुन्छु, मूल्य भन्नुको लागि भ्लग बनाएको हो हैन। साथीहरूको समय छैन भनेदेखि बरु यसो के भन्छ सारेर भन्छ के भन्छ फास्ट गरेर हेर्नु भएको भए हुन्थ्यो हैन, स्किप गरेर हेर्नु भएको भए त अवश्य मूल्य थाहा पाउनु हुन्थ्यो। अनि अल्छी गर्नुभएको छ अनि मूल्य भन्नु भएन नि त भन्नुभयो है। मूल्य प्रत्येक भ्लगमा भने हुन्छ, पहिला भ्लगमा चाहिँ अलि अन्तिममा मूल्य भने हुन्थ्यो, त्यही भएर थाहा नभए होला। प्रत्येक भ्लगमा चाहिँ मूल्य भने हुन्छ। मैले गाडीको बर्नर खोलिसकेको छु साथीहरू। मोबिल के छ कसो छ सर्वप्रथम तपाईहरुलाई मोबिल चेक गराएर हैन मात्र स्टार्ट गरेर अनि देखाउने छु। यसलाई भन्छ मोबिल गेज है, यो तानेर चेक गर्ने हो मोबिल के छ कसो छ ठीक छ छैन। कतिपय साथीहरूलाई चाहिँ थाहा पनि हुन्छ हैन, मैले चाहिँ विशेष गरेर थाहा नहुने साथीहरूलाई जानकारी दिँदैछु हैन। मोबिल चाहिँ यो खालको हुनु पर्यो कि साथीहरू। मोबिल चेक गर्दाखेरि चाहिँ यो तलको धर्का यो हल्का कटिङ भएको, तलको कटिङ भएको र यो माथिको कटिङ भएको देखिराख्नु भएको छ, त्यसको बिचमा हुनु पर्यो। त्यो भन्दा तल्लो धर्का भन्दा मुनि हुनु भएन, माथिल्लो धर्का भन्दा माथि हुनु भएन है मोबिल चाहिँ। त्यस्तो हो साथीहरू। मोबिल चेक गर्ने यसरी हो है। यो चाहिँ मोबिल गेज साथीहरू। मोबिल चाहिँ चेक भइसक्यो हैन। तल्लो धर्का र माथिल्लो धर्काको बिचमा हुनु पर्यो। त्यो धर्का चाहिँ तल्लो पनि क्रस हुनु भएन, माथिल्लो पनि क्रस हुनु भएन, मोबिल ठिक्क बिचमा हुनु पर्यो। इन्जिनहरू यही भइगयो हैन। अलि स्टार्ट गरौँ पहिला अनि त्यस पछाडि अन्य जानकारी दिनेछु। स्टार्टै गरेर सुनाउनुस् न भन्नुभएको छ हैन। हामीले प्रत्यक्ष सुनेको जस्तो आवाज त पक्कै पनि हुँदैन। आवाज चाहिँ मोबाइलमा आउँदाखेरि अलिकति डिफरेन्ट पनि हुनसक्छ हैन। तपाईलाई चाहिँ किलोमिटर चाहिँ 89,074 किलोमिटर चाहिँ गाडी रनिङ भएको छ मेरो हैन। गाडी स्टार्ट गरेर नि देखाइसक्यो हैन, गाडीको आवाज सुन्नु होला। गाडी स्टार्ट भइसकेको छ हैन। अनि गाडी स्टार्ट भइसक्यो साथीहरू। अनि तपाईहरुलाई मोबिल इन्जिनमा समस्या छ कि छैन, इन्जिनको ब्याक कम्प्रेसर कसरी पत्ता लगाउने भन्ने कुरा चाहिँ हामी ठ्याक्कै यो मोबिल गेज अघि तानेको, मोबिल चेक गरेको मोबिल गेज तानेर हेर्नुपर्छ। यो तानिसकेपछि यो मोबिल गेजबाट चाहिँ हावा धुवा फ्यालेको छ कि छैन, यो गेजबाट चाहिँ यदि धुवा फ्यालेको छ भनेदेखि गाडी इन्जिन बनाउनु परेछ, इन्जिनमा समस्या छ भन्ने बुझिन्छ साथीहरू है। यो मोबिल गेज भइगयो।
त्यसै गरी गाडी हिट छ कि छैन, यो गाडी हिट हुन्छ कि हुँदैन पत्ता लगाउनको लागि यो रेडी वाटर भयो, रेडी वाटरमा पानी हाल्ने हो, यसलाई खोलेर हेर्ने। यसलाई चाहिँ ठ्याक्क यो चाहिँ हामीले रेस गर्दाखेरि है साथीहरू, म रेस गरेर देखाउँछु। रेस गर्दाखेरि पानी सट्ट भित्र तान्नु पर्यो है। अब साउन्ड त सुन्नुभयो होला होइन। अब अन्य जानकारी चाहिँ स्टार बन्द गरेरै सुनाउने छु, किनकि भोइस पनि क्लियर आउनु पर्ला, बुझ्नु पर्ला होइन। अनि यो बर्नट बन्द गर्नुभन्दा अगाडि गाडी चाहिँ ठोकेको, पल्टेको, एक्सिडेन्ट भएको नभएको भन्ने कुरा पनि छ। त्यो कुरामा पत्ता लगाउनुको लागि चाहिँ के चेक गर्नुपर्छ भन्दाखेरि अगाडिबाट ठोकिया छ कि छैन चेक गर्नको लागि यो सिल हेर्नुपर्ने हुन्छ। अनि यहाँनिर पनि सिल देखिन्छ साथीहरू, यस्ता सिलहरू हेर्नुपर्छ होइन। अनि यहाँनिर यस्तो कम्पनीबाट कच गरेको यो यताको फलाम र होइन यताको पाता र यताको पाता जोडिएको ठाउँ यो ग्याप हेर्नुपर्छ। यसरी हेर्ने हो होइन, ठोकिएको होइन एक्सिडेन्ट भएको छ कि छैन भन्ने कुरा यहाँबाट पत्ता लागिन्छ। अनि यस्ता यस्ता सिलहरू हेर्ने हो है, यस्तो सिलहरू हेर्ने हो है। यदि ठोकिएको छ भने यो सिल चाहिँ कम्पनीबाट आएको सिल चाहिँ हुँदैन क्या। अनि ठोकिएको छ छैन कम्पनीबाट आएको अर्को यस्तो खालको हुन्छ, यस्तो दुलो हुन्छ, यो भित्र नै वेल्डिङ गरे हुन्छ कि हामीले वेल्डिङ गरेको देख्दैन होइन। अनि यसरी पत्ता लगाउने हो। कम्पनीले चाहिँ वेल्डिङ चाहिँ नि नदेखिने गरी जोड्नु त जोड्या होइन, तर यहाँ यस्तो हुन्छ कि वेल्डिङ गरेको, यो पनि वेल्डिङ गरे हो कम्पनीबाट होइन। एकदम फ्रेस हुन्छ कम्पनीको काम चाहिँ। अनि यो भाग र यो भाग जोडिएको हो, तर यहाँ जोडिएको चाहिँ पत्ता लाग्दैन है कम्पनीको। सिल यसरी हेर्ने हो, यो ठोकिएको छ कि छैन, यो सिल हो साथीहरू। यो यहाँ देखिन्छ पनि होला साथीहरूले अलिअलि होइन, यो चाहिँ सिल हो क्या साथीहरू। यो यसरी पत्ता लगाउने हो। अब यसलाई बर्नर बन्द गरेर अनि फेरि अन्य जानकारीहरू दिँदै गर्छु तपाईँहरूलाई, हेर्दै गर्नु होला होइन। के छ कसो छ गाडीको कन्डिसन, तपाईँलाई चित्तबुद्ध माल मन पर्दो, भाडो मन पर्दो भयो भनेदेखि। अनि साइडको कुरा गर्नु पर्दाखेरि साइडमा पनि सिल हुन्छ यसरी, यो सिल हेर्नु पऱ्यो साथीहरू होइन। कम्पनीबाट चाहिँ यस्तो सिल हुन्छ साइडमा, ठोकेको नठोकेको, एक्सिडेन्ट भएको नभएको यसरी पत्ता लगाउने हो होइन। अनि तपाईँको चाहिँ यो कम्पनीबाट यस्तो खालको सिल आयो। सबै गाडीमा त हुँदैन, पहिला पहिला गाडीमा चाहिँ यो खालको सिल हुँदैन, फेरि सबै गाडीमा यो खालको सिल खोज्नु होला। मेरो यो गाडीमा यही सँगैको मोडलहरूमा चाहिँ यस्तो खालको सिल हुन्छ साथीहरू होइन। मैले चाहिँ WRC महेन्द्र बोलेरो, मेरो चाहिँ बोलेरो पिकअप एफबीमा माइक्रो हाइब्रिड सिस्टम है। माइक्रो हाइब्रिड सिस्टम भनेको चाहिँ केही किलोमिटर गुडिसकेपछि न्युट्रलमा राख्दाखेरि, क्लच छोडेर न्युट्रलमा राख्दाखेरि आफै स्टार्ट बन्द हुने र स्टार्ट गर्नु परेको खण्डमा क्लच थिच्दाखेरि आफै स्टार्ट हुने सिस्टम चाहिँ माइक्रो हाइब्रिड सिस्टम है साथीहरू। सरर र अगाडिको टायर पनि हेर्नुहोस्, टायर अझै धेरै किलोमिटर गुड्ने छ, कतै खोड लाउने छैन साथीहरू होइन। अनि बम्परहरू ठोकिएको कुचेको केही पनि छैन, एकदम फ्रेस छ होइन। केही छ त साथीहरू खोड लगाउने। भित्र चाहिँ मैले यहाँनिर फोक्स लाइट छ, यहाँनिर पनि फोक्स लाइट छ। यो फोक्स लाइट चाहिँ पहिला त्यो माथि त्यो रातो भनौँ कि पहेँलो भनौँ त्यसको बिचमा दुईवटा हालेको थियो। यो पछि ट्राफिकले माथि हेडलाइटभन्दा माथि हाल्नु पाउँदैन, हेडलाइटभन्दा मुनि चाहिँ हाल्नु पाइन्छ भनेर अनि मैले तल हालेपछि बम्पर दामी छ, बवाल छ, फ्रेसै छ है साथीहरू। अनि अगाडि च्यासिसको कुरा गर्नुपर्दाखेरि च्यासिस तपाईँलाई म देखाएरै होइन के छ कसो छ देखाएर मात्रै बेच्ने छु होइन।
अझै पनि यहाँदेखिसम्म यहाँ अहिले पनि देखाउने छु। च्यासिसको बारेमा चाहिँ तपाईँले डाउट गर्नै परेन। यताको लेफ्ट ह्यान्ड साइडको टायर भइगयो यो है, अगाडिको यो पनि बवाल छ साथीहरू। अगाडि चाहिँ मैले चाहिँ रेडियलको हाल्छु। रेडियल भने चाहिँ अलिकति लग्जरी टायर हो है। अगाडि हामीले हाल्दाखेरि चाहिँ लग्जरी टायर हाल्नुपर्ने हुन्छ, अनि पछाडि चाहिँ नाइलनवाला हाल्नुपर्छ। पछाडि चाहिँ अलिकति लोडको भार पनि अलिकति पर्ने भएर अनि अगाडि चाहिँ अलि हामीले रेडियलमा हाल्नुपर्छ। मैले चाहिँ एमआरएफ, कहिले एमआरएफको हाल्छ, कहिले जेकेको हाल्छ होइन। टायरको साइज लाग्ने भने यसमा चाहिँ 7-15 को साइज हो, जेके एमआरएफ होइन। एपोलो जुन हाल्दा नि भयो, मैले चाहिँ एपोलो कम्पनीको हालेको छ। अगाडि चाहिँ रेडियलमा है। टायर साइज चाहिँ 7-15 को लाग्ने हो, अनि तपाईँको 7-15 को लाग्नेमा ब्रान्ड चाहिँ आफूमा भर पर्छ। अनि यो गाडीहरूको चाहिँ मैले माइलेजको कुरा गर्दिनँ है साथीहरू। माइलेजको चाहिँ किन कुरा गर्दिनँ भनेदेखि पहाडी बाटो, सहरी बाटो होइन, अनि तराईको हाइवेमा फरक खालको माइलेज दिन्छ। लोडको अवस्थामा नि भर पर्छ होइन, आफूले कति लोड बोकेर हिँड्ने भन्ने पनि भर पर्छ। त्यसैले माइलेज भन्ने कुरा लोड साथै बाटोको अवस्था अनुसारले फरक हुने भएर माइलेजको कुरा गरिनँ। यो गाडी चाहिँ 2523 सीसी है साथीहरू, 75 HP हर्स पावर। अनि च्यासिसहरू देख्न सक्नुहुन्छ है। च्यासिसमा कतै पनि क्र्याकहरू, फोडहरू केही पनि छैन साथीहरू है। गियरबक्स एकदम फ्रेस छ, सिलमै हो। अनि मैले पछि यो टेक्नीमा चाहिँ सानो बाबुहरू, बहिनी, नानीहरू चढ्दाखेरि चाहिँ खुट्टाहरू छिरेर अड्केर लड्ने सम्भावना भएर ठुलै मान्छे पनि चप्पल लाएर चढ्ने हुन्छ। अनि यहाँ ठ्याक्क चप्पल छिर्ने कम्पनीबाट आएको चाहिँ यस्तो दुलो हुन्छ नि त, यति ग्याप हुन्छ। अनि यहाँ ठ्याक्क खुट्टा छिरिदिने, अनि मान्छे ब्ल्याङ्कै पछारिने भएर मैले चाहिँ यस्तो खालको बनाएको छु। पावर स्टियरिङ ड्राइभ भएको गाडी है। यस्तो खालको मैले चाहिँ बनाएको छु साथीहरू। अगाडिको लुक सरसर्ती यसरी हेर्न सकिन्छौँ। माथि पूर्व सिलिङलिङ लेखेको छ, यता नेपालको झन्डा होइन, बोलेरो पिकअप लेखेको छ। अनि मेरो चाहिँ टिकटक आइडी ओके छ त फ्रेन्ड भनेर नि लेखिएको छ यसमा है। अनि अगाडि यहाँ चाहिँ मैले स्टिल कभर भनौँ न यसलाई, यस्तो हालेको छ। अनि अगाडि काप्पा, एडिडास, रिबक होइन यसरी हालेको छ। अनि हाम्रो यो यहाँदेखिको यहाँसम्म यो टुप्पोसम्म चाहिँ 8 फुटे लम्बाइ है साथीहरू, 8 फुटे लम्बाइ। अनि भित्र चाहिँ बक्स बडी हुँदैन, फ्ल्याट बडी सामान हाल्नुको लागि एकदम सजिलो हुन्छ। फ्ल्याट बडीमा चाहिँ फ्ल्याट बडी भनेको चाहिँ कस्तो भनेर अहिले एकैछिन पछि देखाउने छु होइन। अनि तपाईँको पछाडि चाहिँ मैले नाइलनवाला हालेको छु होइन। नाइलन भनेको चाहिँ रेडियलभन्दा अलिक लग्जरी कम हुन्छ। एमआरएफ कम्पनीको हालेको छ। लोड बोक्दाखेरि चाहिँ हामीले नाइलनवाला टायर हाल्नुपर्ने हुन्छ। पछाडि चाहिँ हामीले अलिकति अगाडिभन्दा लोड बेसी होइन पर्ने भार अलिकति बढी पर्ने भएर पछाडि चाहिँ हामीले नाइलन टायर हाल्नुपर्ने हुन्छ होइन। यो पनि 7-15 कै साइज हो, सेम हो। 5वटा चक्का स्पेयर पनि हुन्छ यसमा, स्पेयर सहित 5वटा चक्कामा लाग्ने 7-15 को साइज होइन। पत्ताहरू होइन, यो क्राउनहरू भयो, क्राउनहरू, गियरबक्स सबै तपाईँको सिल नै छ है। यदि तपाईँले चलाएर चेक गरेर लानु पनि सक्नुहुनेछ होइन। बेच्ने मान्छेलाई त तपाईँले गाडीको कन्डिसन कस्तो छ के छ भनेर सोध्ने होइन, आफै आएर चेक गरेर बुझेर लाने हो। अनि मैले चाहिँ पछाडि ब्याक गर्दाखेरि राति होइन, पछाडि के छ कसो छ देखिँदैन नि त। पछाडि पनि ब्याक गर्दाखेरि ब्याक गियरमा चाहिँ लाइट राखेको छु। अनि हाम्रो चाहिँ यो चाहिँ झुला भयो होइन। यहाँनिर चाहिँ हामीले यसरी चाहिँ सपोर्ट दिएर एउटा होल्डिङ गरिदियो भने यो भाज्ने सम्भावना हुँदैन होइन। त्यही भएर मैले टक्क यसलाई यहाँनिर एउटा फलाम राखेर होल्डिङ गरिदिएको छु। कतिपय साथीहरूको चाहिँ यो नै भाँचिएर झरेको पनि देखाएको छु। मैले चाहिँ पहिला नयाँमै बनाएको हो यो सिस्टम। टक्क यहाँनिर एउटा फलाम राखेर मुनिबाट फलाम राखेर होल्डिङ गरिदिइसकेपछि एकदम बलियो हुन्छ। स्पेयर टायर यहाँ भएको स्पेयर पनि राम्रै छ है। अनि पछाडि बोलेरो ब्लक भनेर लेखिएको। यो चाहिँ तपाईँको 5.5 फुटा चौडाइ है, सामान हाल्ने एरिया 5.5 फुटा। अनि यतापट्टि चाहिँ
लम्बाइ चाहिँ 8 फुट है साथीहरू। त्यसै गरी साथै घर त सिन्धुपाल्चोक लामोसाङ्गु है साथीहरू। अनि यतापट्टि पनि त्यसै गरी तपाईँलाई ब्याक गर्दाखेरिलाई टक्क देख्नको लागि उज्यालोको लागि होइन त्यो हालेको छ, लाइट हालिदिएको छ है। त्यसै गरी यतापट्टि पनि मैले पहिला नै गाडी लिने बित्तिकै होइन यहाँनिर यो खालको फलाम हालिदिएको छु ताकि भोलिका दिनमा बाटोमा यो भाँचिएर नझरियोस् भनेर क्या। अनि हामीले गाडी किनिसकेपछि पत्ताहरू थप्नुपर्ने हुन्छ, 2टा पत्ता थप्नुपर्छ पछाडि। यो सेकेन्ड पत्ता कम्पनीबाट आउँदैन, यो पत्ता थपेको हो है। यो थपिसकेपछि के हुन्छ भने नि यदि मेन पत्ता भाँच्यो भने पनि हामी ठाउँसम्म पुग्छौँ क्या, यसले चाहिँ सपोर्ट दिन्छ क्या। त्यही भयो साथीहरू, जे छ उतापट्टि यतापट्टि त्यस्तै हो है। गाडी यो खालको हो 2018 मोडलको होइन, 8 फुटे फ्ल्याट बडी। फ्ल्याट बडी भनेको चाहिँ यो टायरको पछाडिको टायरको भागमाथि बक्स नआएको कि एकदम प्लेन भएको है। अनि गाडी यो खालको हो 2018 मोडलको, मूल्य 15,50,000 रुपियाँ डिस्काउन्ट। अनि अर्को कुरा यसमा चाहिँ फाइनेन्स छैन, फुल ह्यान्ड क्यास हो साथीहरू है। गाडी कस्तो लाग्यो होइन, गाडी चाहिँ यो खालको छ। मेरो चाहिँ यही गाडीबाट टिप गर्ने, यही गाडीबाट चाहिँ नि आम्दानीबाट चाहिँ परिवारहरू पाल्ने होइन, त्यस्तै भइरहेछ। हजुरको चाहिँ नि सबैजना साथीहरू हाम्रै ग्यारेजमा आएर गाडी खरिद गर्ने सम्भावना त हुँदैन नि त। कोही पूर्वतिर, कोही पश्चिमतिर, कता कता टाढा टाढा हुन्छ नि त। उहाँहरूले चाहिँ गाडी किन्दाखेरि के चेक गर्नुपर्छ भनेर होइन ध्यान दिनुपर्ने कुराहरू पनि भन्दैछु। अनि यहाँनिर एउटा चिज देख्छ, यो चाहिँ यहाँनिर कम्पनीबाट आउँदाखेरि यो चाहिँ दुलो हुन्छ साथीहरू होइन। यहाँनिर चाहिँ मैले फलाम हालेको छु ताकि पछि यो फलाम नहाल्दाखेरि चाहिँ हाम्रो यो च्यासिसहरू चर्केर फुटेर जाँदो रहेछ। त्यही भएर यहाँबाट पल्लो छेउसम्म होइन तपाईँहरूले देख्नु भएको छ कि छैन, यहाँनिर छ है। यो हो, यहाँ चाहिँ होल हुन्छ, पहिला कम्पनीबाट आउँदाखेरि खाली हुन्छ, यसलाई चाहिँ अनि फलाम राखेर सपोर्ट दिएर मजाले बनाइएको छ। अगाडि 2टा फोक्स लाइट भइगयो होइन, यहाँ एउटा फोक्स लाइटहरू टक्क हालिदिएको छ होइन, कुहिरो लाग्ने ठाउँतिर जाँदाखेरि। अनि गाडी मुनिको भाग बवालै छ है साथीहरू, कतै खोड लाउने ठाउँ छैन। अनि तपाईँहरूलाई कस्तो लाग्यो सामान वस्तु होइन चिज, भिडियोमा के कस्तो कमी कमजोरी छ कमेन्ट गर्नु होला। पक्कै पनि अन्य भ्लग बनाउँदाखेरि सुधार गर्ने छु। यतापट्टि पनि टेक्ने ठाउँमा मैले पछि यसरी पाता हालेको छु है, ताकि यहाँनिर खुट्टा अल्झेर चाहिँ नलडोस् भन्ने सोचले गर्दाखेरि है। च्यासिसहरू सबै फ्रेस छ साथीहरू होइन। अन्य जानकारी, थप जानकारीको लागि आफै ग्यारेजमा आएर चेक गरेर लिनु सक्नुहुनेछ, बुझ्नु सक्नुहुनेछ है। हाम्रो चाहिँ काठमाडौँ चाबहेल। अनि भित्रको कुरा गर्नुपर्दाखेरि भित्र चाहिँ मैले यो खालको बनाएको छु साथीहरू है। सिलिङ पनि यसरी मैले पछि बनाएको छु है। पहिला कम्पनीबाट आएको सिलिङ राम्रै थियो, मैले राम्रैमा निकाले हो, ठोकेको पल्टेको खुदिएको भएर चाहिँ सिलिङ चेन्ज गरे भन्नु होला फेरि है। यो सिलिङ चेन्ज गर्दाखेरिको पनि भ्लग छुट्टै छ है। पहिला यो चाहिँ मैले चाहिँ हामी चाहिँ तराईतिर हिँड्छौँ नि त होइन, गर्मी हुन्छ। अनि यसमा चाहिँ फर्म राखेर अनि तातो अलिकति कम पार्नको लागि फर्म राखेर यसरी बनाएको छु। पहिलाको राम्रै थियो है, राम्रैलाई निकालेर मैले यसरी बनाएको। अनि सिट पनि यसरी बनाएको छु होइन, टक्क 2जना बसेर यात्रा गर्नु मिल्ने। यसमा चाहिँ 3जना बसेर यात्रा गर्नु मिल्छ साथीहरू, ट्राफिकले चिट काट्दैन। अनि यता ढोकातिर कुरा गर्नु पर्दाखेरि ढोकामा चाहिँ मैले आफ्नै फोटो र गाडीको फोटो यसरी राखेको छु साथीहरू है। अनि अगाडि टक्क उता भगवान यता भरोसा, भगवान भरोसा भनेर लेखेको छु। अनि यो टेलिफोन राखेको छु, टेलिफोन चाहिँ सोको लागि मात्रै हो साथीहरू है, सोको लागि मात्रै। अनि यो फ्यान चाहिँ चल्ने नै हो, सोलरवाला, टक्क यस्तो गर्ने होइन। उताको साथीलाई चलाउनु पर्दाखेरि यता फर्काएर चलाउने, यता आफूलाई चलाउँदै यता फर्काएर मजाले हावा दिन्छ यसले। अनि यता अगाडि देख्न सकिन्छ सोलर है, सोलरबाट चार्ज हुन्छ। यदि सोलरबाट पुगेन भनेदेखि यहाँबाट सी टाइपबाट पनि चार्ज गर्नु मिल्छ।
यो भयो पछि हालेको चिजहरू है। अनि 5 स्पिड गियर होइन, 5 गियरवाला गाडी यस्तो खालको छ। यतापट्टि पनि मैले आफ्नो फोटो प्लस गाडीको फोटो राखेको छु साथीहरू। सिलिङहरू चाहिँ यसरी बनाएको छु मैले। पछि तातो अलिकति कम पार्नको लागि आफ्नै डिजाइनमा यसरी बनाएको छु है। सिटहरू पनि बनाएको छु। तपाईँहरूलाई सरसरी बिलबुक पनि देखाइदिउँ होइन, बिलबुक पनि देखाइदिन्छु। पहिला चाहिँ मेरो 194349 नम्बरको होइन, दर्ता मिति 2075 1 महिना 21 गते, नाम शङ्करलाल तामाङ, बलेफी 8 सिन्धुपाल्चोक है। यतापट्टि फोटो मेरै भएको। अनि अहिले पछि आएको इम्पोस्ट नम्बर 9715 यहाँ लेखिएको छ, 9715 पनि। अनि तपाईँहरूलाई हामीले यो गाडी, मैले यो गाडी बेच्दाखेरि चाहिँ तपाईँलाई ट्याक्सहरू सबै क्लियर गरेर नामसारी गरेर दिने हो। अनि अर्को यहाँनिर छ बनाएको महेन्द्र कम्पनी, बनेको साल 2018, सिलिन्डर सङ्ख्या 4 भएको, हर्स पावर सिसी 2523, 86 नम्बर यही भएको साथीहरू यही होइन। यस्तो छ। चालक सहित 3 जना होइन, 3 जनाको क्षमता रहेको छ। प्रयोजन निजी नियमअनुसार। अनि यसमा चाहिँ के हुन्छ भने पछाडि हाम्रो चाहिँ पछि कम्पनीबाट त यो हुड आउँदैन होइन, हुड चाहिँ जनाउनु पर्ने हुन्छ होइन। अनि हुड चाहिँ बिलबुकमा यसरी जनाएको गाडीमा ट्राफिकले बाटोमा ल्याङ गर्दैन, चिट काट्दैन। 2075 2 महिना 1 को प्राविधिक प्रतिवेदन आधारमा सबटप कायम गरिएको छ। यसरी चाहिँ पछाडिको यो हुड भन्छ कि बार भन्छ, यो चाहिँ यो चिज हो साथीहरू। यो चाहिँ कम्पनीबाट आउँदैन, पछि हाल्ने हो। यो चिजलाई चाहिँ हामीले पछि जनाउनु पर्ने हुन्छ बिलबुकमा। त्यही चिज देखाएको अहिले भर्खरै होइन साथीहरू। यही हो मेरो गाडी चाहिँ होइन। तपाईँहरूलाई कस्तो लाग्यो होइन, केही कमी कमजोरी भयो कि होइन, यो भनौँला भन्यो भुसुक्क बिर्सिँदो पनि रहेछ, कुनै कुनै चिजहरू छुट्टिँदो रहेछ। तपाईँहरूले सम्झाउनुहुन्छ र त्यही कुराहरू मैले समावेश गर्न सुधार गरेर बनाउने गरेको छु होइन। अनि मेरो 2018 मोडलको फ्ल्याट बडीको भ्लग कस्तो लाग्यो साथीहरू होइन। केही कुराहरू छुट्यो पनि होला, यो कुरा बोलाउँला भने होइन, भन्दा कुनै चिज छुट्टिँदो रहेछ, बिर्सिँदो रहेछ होइन। थप गाडी तपाईँलाई मनपर्छ जस्तो भयो भनेदेखि थप जानकारीको लागि कल गरेर जानकारी लिनु पनि सक्नुहुनेछ साथीहरू। अहिलेलाई भने यो मेरो बोलेरो भ्लगको चाहिँ नि निजी गाडीको भ्लगबाट बिदा लिन चाहन्छु। थ्याङ्क्स फर वाचिङ। अन्य भ्लगमा फेरि पनि भेटौँला। नयाँ साथीहरू हुनुहुन्छ भनेदेखि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला साथीहरू है भन्दै अहिले छुट्छौँ। बाई बाई, सी यू।